सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आइए हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र आज चाहिँ मैले भिडियो ल्याएको थिएँ। आज चाहिँ म मोटी दिदीको चटपटे खान गएको थिएँ कि गोलपार्क। बुटोल बस्ने मान्छेहरूले त चिन्नुहुन्छ नै होला, कतिजनाले चिन्नुहुन्छ कमेन्ट गर्नु होला। अनि म चाहिँ भाइरल मोटी दिदीको चटपटे खान गएको थिएँ गोलपार्क। यति मिठो बनाउनुहुन्छ नि चटपटे, तर म चटपटे चाहिँ कहिल्यै तुर्नै सक्दिनँ कि, किनकि मेरो दाँत दुख्छ कि चबाउँदा चबाउँदा दिमागै दुखे जस्तो हुन्छ कि। चटपटे खाँदा चाहिँ त्यस्तो बेसी मनपर्ने पनि होइन मलाई, तर खाना चाहिँ खान्छु। तर त्यस्तो म वाउ भन्ने चाहिँ हुन्नै मलाई चटपटेमा। अनि दिदीले चटपटे बनाउनु भएको थियो, मैले भिडियो बनाएको थिएँ कि दिदीलाई सोधेर। दिदी म तपाईँको भिडियो बनाउँछु भनेको थिएँ, बनाऊ न भन्नुभएको थियो। अनि भिडियो बनाएको थिएँ दिदीको चटपटेको। कस्तो लाग्छ हजुरहरूलाई चटपटे? मोटी दिदीको चटपटे कति ठुलो बाटोमा बनाउनुहुन्छ नि भयो दिदीको चटपट, भाइरल छ यति। अनि हामी चाहिँ 3 जना गएको थियौँ खानालाई। पसलदेखि फर्किँदा चाहिँ चटपटे खाएको थियौँ कि बाटोमा। अनि मलाई मिठो मिठो भएको थियो, अनि मैले मिठो मिठो छ भन्दै थिएँ। अनि त्यहाँ त्यति कति धेरै थियो कि खाने मान्छेहरू पनि। अनि म, मेरो साथी अनि मेरो बहिनी पनि गएको थियौँ। अनि मैले तिनीहरूको पनि भिडियो बनाएको थिएँ। नबनाऊ नबनाऊ भनिरहेको थियो मेरो बहिनीले। अनि मेरो साथी चाहिँ ऊ बैराखी साथीले चाहिँ टोलाएर खाइथिन् कि यिनी हो कि बेस्ट चटपटे। यिनलाई त यति मनपर्छ नि चटपटे, भात नदिएर चटपटे मात्रै दिए नि हुन्छ कि।